Good morning, Sarangkot. Good morning, Sarangkot. Hello, good morning, Sarangkot. मैले अहिले पठाइदिन्छु। त के खाने? ब्रेकफास्ट भन्छु के भन्नु? कसलाई? दाइ एउटा कुरा भन्नु। मेमोरी चाहिँ हुन्छ। यो फाइदा सबैलाई भयो। यो उसमा हालेपछि यो माछा पुछ्रे हिमाल, यतापट्टिको अन्नपूर्ण, यतापट्टिको माछा पुछ्रे हिमाल। यो म ठ्याक्कै सारङकोटबाट चाहिँ नुवाकोटको एउटा केटो बोलिरहेको छु। यतिखेर चाहिँ म के भन्न चाहन्छु भने यो प्राकृतिक विविधताको धनी देश वाउ ठ्याक्कै सारङकोटबाट सनराइज टाइम ठ्याक्क 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 वाउ ल सनराइज वाउ 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 ओम त्र्यंबकं यजामहे सुगंधिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धना मृत्युमृच्छेमामृतम् ब्याकग्राउन्ड कतिको ब्लर गर्नुपर्छ रेडी यही ल्याइदिउँ यसरी ल भन्छ मेरो है फ्रेम ठ्याक्कै यहाँ ल्याइदिन्छु हाम्रो त्यो छेलको चाहिँ जान्छ वाउ ठ्याक्कै सूर्योदयको स्पर्श फर्स्टमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ वाउ अन्नपूर्ण टक्क सूर्योदय भइसकेको छ सरर सबैलाई यो उपहार हेलो गुड मर्निङ सारङकोट गुड मर्निङ सारङकोट हेलो गुड मर्निङ सारङकोट के छ भन्नु ठिक छ एकदमै रमाइलो भइरहेको छ सामान छोडेको छैन डाउन प्लिज सारङकोटबाट चाहिँ हाम्रो यो सकस चियाको चुस्की छ कफीको चुस्की छ मैले अहिले पठाइदिन्छु त के खाने ब्रेकफास्ट भन्छु के भन्नु? कसलाई दाइ एउटा कुरा भन्नु मेमोरी चाहिँ हुन्छ यो फाइदा सबैलाई भयो यो उसमा हालेपछि जो सबैले देख्नु पाएन उसको मन चाहिँ भटकबाट हामी मजाले खाइरहेको हुन्छ उसले टेन्सन लिइरहनु पर्छ टेन्सन लिन्छ म उसलाई पऱ्यो कि हो होइन मान्छेले कति कुरा फेरि त्यो अर्कै कुरामा लड जोडिदिन्छ नि होइन व्यवसायिक जोड्छन् तर उसले मलाई गर्न खोजेको चाहिँ चिज ठिक छ तर कस्तो भने अनि मैले भनेको तिम्रो भागमा परेको चाहिँ खालि अरू गएर आउँछ खाइरहेको हुन्छ उसको भागमा त्यही ठाउँमा आएर फेरि खिच्न त्यस्तै हो कि त्यो ग्रुप त्यत्रो हुँदैन हाम्रो ठाउँमा माछा पुछ्रे अनि अन्नपूर्ण अरू के अरे भरिपूर्ण होइन अवस्थामा होइन के अरे लुगा के अरे लोमले काँडे जाने भनेको थियो नि त अर्को सेड्युलमा पऱ्यो नि त वैशाखमा हेलो एन्ड नमस्ते म सन्देश लामी छाने यतिखेर म अत्यन्तै मनमोहक दृश्य मेरो ब्याकग्राउन्डबाट पनि थाहा हुन्छ होला पक्कै पनि यो कुन ठाउँ थाहा छ माछा पुछ्रे हिमाल यो म ठ्याक्कै सारङकोटबाट चाहिँ नुवाकोटको एउटा केटो बोलिरहेको छु यतिखेर चाहिँ म के भन्न चाहन्छु भने यो प्राकृतिक विविधताको धनी देश यताबाट देख्न सक्नुहुन्छ अन्नपूर्ण यतापट्टि भरिपूर्ण हिमालको नाम थाहा भयो नि त्यसबाट अन्नपूर्ण र भरिपूर्णको बिचमा छ माछा पुछ्रे हिमालको यो अगाडिपट्टि उभिएको यो केटोले आज के भन्छ भने नि यो पोखराको यो सारङकोट वास्तवमै अत्यन्तै मनमोहक बिहानको सूर्योदय हेर्नको लागि यो ठाउँमा आएको थियौँ अत्यन्तै मनमोहक छ यहाँबाट देख्न सक्नुहुन्छ यतापट्टि बागलुङ जाने बाटो पनि जस्तो लाग्छ मलाई ठ्याक्कै हामी हिँडिरहेको यतापट्टि चाहिँ फुम्दीकोट यो विभिन्न यो तालको बिचबाट चाहिँ यत्रो यो मनमोहक दृश्य यहाँ टुरिस्टहरूको पनि एकदमै भयङ्कर छ र यो दृश्यले चाहिँ बढी मलाई टक्सी बनाएको छ यतापट्टि हेर्न सक्नुहुन्छ नि कति राम्रो छ हेर्नुहोस् त बिहान सूर्योदयको यो समय सदुपयोग गर्दै हजुरहरू जो आउन सक्नु भएको छैन यो ठाउँलाई चाहिँ तपाईँहरूलाई मैले यो दृश्यहरू देखाइरहेको छु र यो दृश्य देखाउँदै गर्दाखेरि के भन्छु भने हाम्रो
ब्याकग्राउन्डले केही पनि असर गर्दैन यतापट्टि एउटा सानो छायाङ्कन टिकटक छायाङ्कन पनि भइरहेको छ टिकटक छायाङ्कनको लागि टिकटक स्टारहरू पनि 2-3 जना उभिरहनु भएको छ उभिरहनु भएको छ वास्तवमा यो ठाउँलाई चाहिँ फाइदा लिनको लागि म मात्र हैन तपाईहरु पनि आउन सक्नुहुन्छ यसले प्राकृतिक विचरण गर्दाखेरि कहिलेकाहीँ खुल्ला आँखाले यसरी हेर्दाखेरि पनि एकदम आँखालाई पनि राम्रो मन मस्तिष्कलाई राम्रो स्वस्थ रहनको लागि पनि यसले चाहिँ निकै स्फूर्ति गर्छ प्रकृति आफैमा एउटा मेडिटेसन हो हेर्नुस् आफूले ध्यान तपस्या गर्ने आफ्नो ठाउँमा भए तापनि यसले चाहिँ आफूलाई एउटा मेडिटेसन पनि लान्छ यो यहाँनिर विभिन्न होटल व्यवसायहरू पनि फस्टाइरहेका रहेछन् मौलाइरहेका रहेछन् यस कारणले गर्दाखेरि यो ठाउँलाई चाहिँ र यहाँबाट हेर्न सक्नुहुन्छ यतापट्टि मैले हाम्रो मेरो प्यारो मित्र घनश्याम पोखरेल ज्यू यहाँले खिचिरहनु भएको दृश्यहरूलाई चाहिँ मैले क्रेडिट दिन खोजिरहेको छु यति राम्रो छ यसको नाम चाहिँ के भन्छ भने यो मलाई ठ्याक्कै भन्न आएन तपाईँहरूलाई थाहा छ भने सेती हो सेती नदी त अफकोर्स सेती नदी हो त्यसपछि यो ठाउँबाट चाहिँ यो एकदम ह्याम्जा जानेको मेन हाइवे रोडलाई चाहिँ यहाँ पक्रिन्छ यो हाइटमा छ यस्तो ठाउँबाट चाहिँ आज हामी एउटा रमाइलो दृश्य हजुरहरूलाई उपहार सुम्पिँदै हाम्रो देश प्राकृतिक विविधताको धनी देश सधैँभरि हामी यसलाई चिन्न नसकेको छौँ यसलाई चिनौँ यसलाई बेचौँ हेर्नुहोस् विदेशमा गएर विभिन्न धन सम्पत्ति कमाउनु भन्दा पनि यस्तो ठाउँबाट पनि विदेशीहरू आएर यसलाई दृश्यलाई चाहिँ बेच्न सकियो भने पनि मनग्गे आम्दानी पनि हुन्छ आन्तरिक बाह्य पर्यटक भित्राउन सकियो भने यो देश यो ठाउँको मात्र होइन अरू ठाउँको पनि धेरै राम्रो हुन्छ यति भन्दै यहाँनिरबाट अब दृश्यलाई चाहिँ कतिको देखिन्छ यतापट्टि साइडमा चाहिँ यो गणेशको यहाँ हेर्नुहोस् गणेशको मूर्ति छ अलिकति एन्टी लाइट ठ्याक्कै परेको कारणले गर्दा ठ्याक्कै देखिँदैन अब यसरी यहाँ विभिन्न ठाउँ देखिन्छ रमाइलो छ चारैतिरको यो रमाइलो दृश्यलाई साक्षी राख्दै सारङकोटको चाहिँ यो ठाउँबाट चाहिँ अवलोकन गर्दैछौँ यतापट्टि हेर्न सक्नुहुन्छ यहाँ हेम्जा जाने बाटो त्यो हाइटमा मिठो हाइटमा मिठो तरिकाले चाहिँ हामी सरर बसिरहेछौँ यतापट्टिबाट चाहिँ गोलघर यो चाहिँ गोलघर यो रमाइलो ठाउँबाट रमाइलो उपहार हजुरहरूको लागि मजा छ जिन्दगी वाउ पिसफुल ठाउँ ठ्याक्कै यतापट्टिबाट चाहिँ यो हेम्जा यता हेर्नुहोस् यो हिमाल यसले चाहिँ साह्रै मनोमोहक दृश्य ब्युटी ओके रमाइलो ठाउँबाट रमाइलो दृश्य देखाउँदै सन्देश बिदा हुन्छु टाटा बाई बाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है Oh my god. हेलो सुप्रभात